हेलो हेलो नमस्ते नमस्ते सबैजनालाई। यो चाहिँ आजको दृश्य है साथीहरू, काठमाडौँको दृश्य यस्तो छ। आज एकदमै देशभरै नै वर्षा परेर जनजीवन अस्तव्यस्त छ। यतातिर देख्न सक्नुहुन्छ यताउता जाने गाडीहरू छन् भने त्यो चाहिँ 2-3 वर्ष पहिले चाहिँ यो अस्तव्यस्त सडक थियो। अहिले यताको सडक चिटिक्क बनेको छ। यता चाहिँ यसरी घरबार गरेर राखिएको रहेछ। यता पनि त्यस्तै गरेको छ। त्यो चाहिँ नयाँ बस पार्क एरिया हो। यस्तो बनेको छ साथीहरू, एकदमै सुरक्षित छ। यताको दृश्य यस्तो छ। यताको दृश्य यस्तो छ है साथीहरू, आजको मौसम र यहाँको दृश्य। तर देशमा धेरै सुधार भएको छ पहिलेको भन्दा। यो इलामे र धुलामे हुने गर्दाखेरि यो चाहिँ अहिले चाहिँ राम्रो छ। त्यतातिर पनि यस्तो छ है त। त्यतातिर विनायक अस्पताल तथा प्रस्तुति गृह प्राली यो काठमाडौँको